नमस्कार सबैजनालाई। बारम्बार सपनामा सर्पहरू देखिराख्नु भएको छ। घरभित्र सर्पहरू प्रवेश गरिरहेका छन्। आफ्नै आँखा अगाडि अर्थात् आफ्नो जीवनमा बारम्बार दुर्घटनाका समस्याहरू देखिराख्नु भएको छ अथवा भोगिराख्नु भएको छ। काम बनिसक्दाखेरि परिणाम आउने बेलामा रोकिने, हरेक क्षेत्रहरूमा पनि कार्य बाधा र व्यवधानहरू सृजना भइराख्ने, परिवारमा स्वास्थ्यमा विभिन्न समस्याहरू आइराख्ने, त्यस्ता किसिमका समस्या तपाईलाई छन् भने तपाईको कुण्डलीमा पनि काल सर्पयोग बनेको हुन सक्नेछ। राम्रोसँगले देखाउनु होला। विशेष गरी लग्नमा केतु र सप्तम स्थानमा राहु भएमा उदित काल सर्पयोग बन्दछ। यो बढी प्रभावकारी हुन्छ अर्थात् यसले बढी प्रभाव देखाउने गर्दछ मानिसको जीवनमा। भने लग्नमा राहु र सप्तम स्थानमा केतु भएमा अनुदित काल सर्पयोग बन्दछ। प्रभुहरू, काल सर्पयोग विशेष गरी 40 देखि 45 वर्षको उमेरमा यसका प्रभावहरू बढी मानिसको जीवनमा देखा पर्दछन्। 12 किसिमका काल सर्पयोगको बारेमा चर्चा गरिएको छ शास्त्रमा। पहिलो रहेको छ अनन्त काल सर्पयोग। प्रथम भावमा अर्थात् लग्नको पहिलो घरमा राहु र सप्तम स्थानमा केतु भएमा अनन्त काल सर्पयोग बन्दछ। शारीरिक तथा मानसिक समस्याहरू आउन सक्नेछन् भने सरकारी तथा अदालती समस्याहरू सिर्जना हुन सक्नेछन्। दोस्रो रहेको छ कुलिक काल सर्पयोग। दोस्रो भावमा राहु, 8औं स्थानमा केतु हुँदा यस्तो योग बन्दछ। आर्थिक कष्ट, पारिवारिक कलह, विवाहमा विलम्बता, दाम्पत्य जीवनमा समस्या इत्यादि समस्याहरू देखा परेर जानेछन्। तेस्रो रहेको छ वासुकी काल सर्पयोग। तृतीय स्थानमा राहु र 9औं स्थानमा केतु हुँदा यस्तो योग बन्दछ। जीवन अत्यन्तै सङ्घर्षशील रहनेछ। नोकरी व्यवसाय आदिमा समस्या हुन सक्नेछन्। परिवारमा विरोध, भाइ बहिनीसँग विवाद र मित्रबाट धोका, भाग्यको प्रतिकूलता, नोकरीमा बाधा र धर्मप्रति नास्तिकता, कानुनी समस्या सिर्जना हुने गर्दछ। चौथो रहेको छ शङ्खपाल नामक काल सर्पयोग। आर्थिक समस्या, विशेष गरी शङ्खपाल नामक काल सर्पयोग कस्तो अवस्थामा बन्छ? चतुर्थ स्थानमा राहु, दशम स्थानमा केतु भएमा आर्थिक समस्या, मानसिक समस्या, जग्गा जमिन आदिको विवाद, आमाको कारणले कष्ट, व्यवसाय अध्ययन र नोकरी क्षेत्रमा समस्या, वाहन र सहयोगी कर्मचारीहरूबाट झमेला सिर्जना हुने गर्दछ। पाँचौं रहेको छ पद्म काल सर्पयोग। पञ्चम स्थानमा राहु, एकादश स्थानमा केतु हुँदा यस्तो योग बन्दछ। सन्तानको सुखमा कमी, दुर्घटना र हातमा कष्ट, मित्र र पत्नीबाट धोका, जुवा र शेयर बजार इत्यादिबाट सर्वस्व गुम्ने, शिक्षा प्राप्तिमा बाधा इत्यादि समस्या देखा पर्नेछन्। छैठौं रहेको छ महापद्म काल सर्पयोग। छैठौं स्थानमा राहु र द्वादश स्थानमा केतु भएमा यस्तो योग बन्दछ। मामाबाट कष्ट, निराशाका कारण व्यसनमा फस्ने, प्रेम सम्बन्धमा समस्या, पत्नीसँग बिछोड, चरित्रमा दाग लाग्ने, शत्रुहरूबाट कष्ट इत्यादि समस्या देखा पर्नेछन्। भने सातौं रहेको छ तक्षक काल सर्पयोग। सप्तम स्थानमा राहु र लग्नमा केतु हुँदा यस्तो योग बन्दछ। वैवाहिक जीवनमा समस्या, सम्पत्तिको स्थायित्वमा समस्या, शत्रुहरूबाट हानि, पदोन्नतिमा निरन्तर अवरोध भइराख्ने, मानसिक कष्ट इत्यादि समस्या देखा पर्नेछन्। भने आठौं रहेको छ कर्कोटक काल सर्पयोग। अष्टम स्थानमा राहु, द्वितीय भावमा केतु हुँदा यस्तो योग बन्दछ। रोग र दुर्घटनाहरूबाट कष्ट, व्यापारमा घाटा, नोकरीमा समस्या, सहकर्मी कर्मचारीहरूसँग विवाद, रोगको उपचारमा अपरेसन गर्नुपर्ने, साझेदारीमा धोका र अकालको मृत्युको सम्भावना देखिन्छन्। नौं रहेको छ शङ्खचूड अर्थात् शङ्खनाथ काल सर्पयोग। 9औं स्थानमा राहु र तृतीय स्थानमा केतु भएमा यस्तो योग बन्दछ। प्रभुहरू, कर्मचारीहरूमा समस्या, भाग्य अत्यन्तै दूषित हुने, व्यापार व्यवसायमा हानि, पिताको सुखमा कमी, कारोबारीमा नोक्सान इत्यादि समस्या देखा पर्नेछन्। भने 10औं रहेको छ घातक काल सर्पयोग। दशम स्थानमा राहु र चतुर्थ स्थानमा केतु हुँदा यस्तो योग बन्दछ। पारिवारिक कलह, नोकरी र जागिरमा समस्या, माता पिता, हजुरबुवा हजुरआमालाई कष्ट, सन्तानलाई समस्या जस्ता अशुभ फलहरू प्राप्त हुनेछन्। 11औं रहेको छ विषाक्त वा विषधर काल सर्पयोग। एकादश स्थानमा राहु र पञ्चम स्थानमा केतु हुँदा यस्तो योग बन्दछ। नेत्र पीडा, हृदय रोग, बन्धु वियोग, अनिद्रा, स्मरण शक्ति कमजोर हुने, शिक्षामा अवरोध हुने, मान प्रतिष्ठामा कमी आउने यस्ता समस्या देखा पर्नेछन्। भने अन्तिम रहेको छ 12औं शेषनाग काल सर्पयोग। द्वादश भावमा राहु र छैठौं स्थानमा केतु हुँदा यस्तो योग बन्नेछ। गुप्त शत्रुहरूले निरन्तर दुःख दिइराख्ने, मुद्दा मामिलामा पराजय बिहोर्नु पर्ने,
आँखाको अपरेसन अथवा शल्यक्रिया गराउनु पर्ने, बाँचुन्जेल जीवनमा मानसिक तनावहरू भइराख्ने यस्ता किसिमका योग बन्नेछन्। विशेष गरी कालसर्प योग भएका व्यक्तित्वहरूमा सधैँभरि मानसिक तनावहरू बिहोरी राख्नुपर्ने, निर्णय लिन असमर्थ, हरेक कुरामा निर्णयमा विलम्बता, शत्रुहरूले दुःख दिइराख्ने, दाम्पत्य जीवनमा कलहहरू सिर्जना भइराख्ने यस्ता किसिमका समस्याहरू पनि देखा पर्नेछन् प्रभुहरू। यही 2083 साल भाद्रको महिना 1 गते नागपञ्चमीको दिन विशेष अवसर कालसर्प योग भएका व्यक्तित्वहरूको लागि पूजा आराधना र ग्रह शान्ति गर्नका निम्ति अत्यन्तै उपयुक्त र शुभ दिन मानिन्छ। नागको बास विशेष गरी पातालमा हुने भएको कारणले गर्दा खोला नदी किनारामा गएर राम्रोसँगले 11वटा नाग बनाएर विधि विधानका साथ पूजा आराधना गर्यौं भने पक्कै पनि कालसर्प योगबाट हुन सक्ने सम्भावित समस्याहरू टरेर जानेछन् र जीवन खुसी सुखी र आनन्दमय बन्नेछ। धन्यवाद, नमस्कार। मन परेमा यो भिडियो धेरै भन्दा धेरै व्यक्तित्वलाई शेयर गरिदिनुहुनेछ।